काटेको ठुटाबाट पनि फेरि जीवनदान पाएको हो। वातावरण प्रकृतिले आफ्नो संरक्षण आफै गर्छ भन्ने कुराको यो प्रमाणित हो। यो कहिले काटिएको बोट थियो थाहा छैन, तर यो अहिले आफै यसरी तलबाट पलाएको छ, हामी देख्न सक्छौँ। यो जामुनको बोट हो। यसको मेन बोट चाहिँ काटिएको रहेछ, तर यो चाहिँ यहाँबाट पलाएको छ। दुईटा तीनटा हाँगाहरू निस्केर यसले फेरि जीवनदान पाएको छ। त्यस कारण प्रकृतिको संरक्षण गरौँ, वातावरण जोगाउँ। यस्ता रुख बिरुवाहरू काटिनबाट, आगोलागीबाट हामीले जोगायौँ भनेदेखि यसले हामीलाई अक्सिजनको मात्रा पुरा दिन्छ अनि वातावरणलाई यसले संरक्षण गर्छ। हामी देख्न सक्छौँ कस्तो मजाको सँग अहिले मानव जातिलाई जोगाउनको लागि आफ्नो जीवन दिएर पनि फेरि पनि उठ्न सफल भएको छ। यसले एउटा गतिलो उदाहरण दिएको छ, हामी पनि पुनः उठ्न सक्छौँ भन्ने यसले चाहिँ प्रमाणित गरेको छ।